सम्पूर्ण दर्शकवृन्दहरूलाई हाम्रो भ्लगमा स्वागत गर्न चाहन्छौँ। हामी फेरि पनि आएको छौँ सानो भ्लग लिएर। ट्रेन यात्रा गरी जामडुप भन्ने हामी यहाँ आइपुगेका छौँ। हाम्रो साथ हुनुहुन्छ विशाल कार्के। तालिको साथ स्वागत गरिदिनु न, हार्दिक अनुरोध गर्दछु। र म क्यामेराम्यानमा छु। तपाईँहरूले चिन्नुहुने हुन्छ, नाम भनिराख्नु पर्ने जरुरी छ जस्तो लाग्दैन। यति भन्दै हाम्रो यो सानो छोटो मिठो भ्लगलाई हामी फेरि अर्कोचोटि आउने बाचाको साथ के भन्न चाहनुहुन्छ? अहिले यति नै गरौँ भन्न यति नै गरौँ। ल ओके, सी यू गाइस। Yo, man. दर्शकवृन्द, पानीको कारणले गर्दाखेरि अलिकति हामी प्रभावित भयौँ। हामी यहाँ बाटोमा अलिकति साइडतिर बसेको छौँ र हामी हाम्रो फ्यान्सहरूको लागि मात्रै हामी हाम्रो भ्लग लिएर आइसकेको छौँ। हाम्रो प्यारा प्यारा दर्शकवृन्दहरू, मित्रजनहरू, गुरुवर्ग सम्पूर्णलाई नमस्कार भन्न चाहन्छु। के ढोकिने भएको फेरि पनि हाम्रो यात्रा सुरु भइसकेको छ। हामी चाहिँ अहिले डान्स बार, गोरीहरू, क्लबहरू त्यस्तो भइरहेछ। मैले मोडमा होइन, हामी यसो यत्तिकै घुमिरहेको छौँ। अहिले चाहिँ हाम्रो समय कति भयो त? 7:55 भएछ। अझै हाम्रो यो यात्रा 2-3 घन्टा अझै हुन्छ फर्किनु अगाडि। 7:55 PM-मा अहिले हामी चाहिँ यहाँ सेन्ट्रलको वरिपरि नै छौँ। हामी सायद हामी अब हिँडिरहेको छौँ। राम्रो रहेछ। हामीलाई कफी सपहरू मन पर्यो यहाँको कफी सपहरू हक्का छ, बिच ट्राइड होइन, एकदम राम्रो लाग्यो। सिवर आउनु पर्यो। कफी सप चाहिँ अरू कुरा त अब सधैँ छ, आफूले हेरिहाल्नुहुन्छ होइन। कफी सप चाहिँ डोन्ट मिस इट, डोन्ट मिस एनी कफी सप्स होइन। मसरुमहरू खाने हो भने चाहिँ फेरि बिहानदेखि भोकै भएर भोकै होइन, खाना खाएर आउनु पर्यो। तोप्सो बियर केही खानु भएन। हामीले ट्राई गरेनौँ, हामीलाई थाहा भएन, हामीले ट्राई गरेनौँ। हामी ठिक छौँ। आजको चाहिँ हामी अहिले चाहिँ T20 मोडमा छौँ। अहिले चाहिँ अब हाम्रो चाहिँ आजको यो सन्ध्याकालीन समय चाहिँ अब चाहिँ हाम्रो अब भोलि चाहिँ हामी यति बेला पुगिसक्छौँ। म्यापले के भन्दैछ एकचोटि सुन्नु पनि पर्ने चाहिँ हो, तर हामी यता भ्लगतिर लागेको भएर अलिकति उत्साहित छौँ होइन। मौसम पनि त्यस्तै छ, पानी परे जस्तो पनि छ, फेरि शीतल पनि छ, ठिकै छ। नट ब्याड। केही ब्याड भन्दैन हामी केही पनि भन्दैन। हामी होइन, हामी यसो गरौँ, अब हामी कता हो भन्ने कुरा चाहिँ एकचोटि हेर्नुपर्छ जस्तो लाग्यो म्यापमा हेर्नु होइन। अहिलेलाई हामी फेरि प्राविधिक हल्का हामी आउँछौँ, अलिकति हामी आइहाल्छौँ है। ल हामी आएको हामी हाम्रो आफ्नो भ्लगलाई लिएर हल्का यहाँको च्यानल मध्येको एक च्यानल हो होइन। यहाँ हाम्रो हुन्छ विशाल कार्केजी हामीसँग, अनि हामी
हामी एक दुईवटा हामी हाल्न पनि सक्छौँ। अहिलेसम्म हाम्रो राम्रै गइरहेको भएको कारणले गर्दाखेरि हामी फेरि एउटा यसो हाम्रो जान पनि सक्छ। एक दुईवटा भ्लगहरू जान्छ, स्योर जान्छ होला। बनाउनु पर्ने हुन्छ जस्तो लागिरहेको छ होइन, पोसिबल, हाई पोसिबल, हाई पोसिबल होइन। किनभने हाम्रो कुल भाइब भइरहेको छ। अब फेरि हामी अब यो साथमा सानो ब्रेकै लिनुपर्छ होला फेरि। वी आर सरी फर द्याट। किनभने फेरि हामी फ्यान्सहरूको लागि भए पनि होइन, हामी आएको हो, अब हामी माफ माग्न चाहन्छौँ। हामी थोरै समयको लागि यहाँ हामी उपलब्ध हुन सक्दैनौँ, तर वी विल लाइक टु कम टु ब्याक होइन, भेरी सुन हुन्छ नि। वी वान्ट टु कम ब्याक भेरी सुन होइन। प्रेम हामीलाई उत्साहित बनाइरहेको छ, यात्रा तपाईँहरूले गर्दा रमणीय भइरहेको छ। थ्याङ्क यू, डोन्ट लेफ्ट भनेको छ। थ्याङ्क यू सो मच फर दिस लभ होइन। ओके, हामी विल कम ब्याक, वी हेभ टु मच थिङ्स टु से होइन। राम्रो छ, राम्रो क्वालिटी देखेछ। सी यू गाइज, ह्याभ फन। ओके माई फ्रेन्ड्स, माई फ्यान्स, आवर फ्यान्स, साथीहरू तपाईँहरू नहुने भने हामी कहाँ हुन्छौँ, हाम्रो अस्तित्व छैन। त्यसैले हेर्नुहोस्, भिडियो मन पर्यो भने लाइक गर्नुहोस्, जेसुकै गर्नुहोस्, सब्सक्राइब गर्न मन लाग्यो गर्नुहोस्, मन नलागे नगर्नुहोस् होइन। हामीलाई केही फकिङ वी डोन्ट केयर होइन। हामीले एटिट्युड दिएको होइन, हाम्रो यस्तै हो। वी लभ यु बट वी लभ यु। ओके, यति भन्दै अहिलेको हाम्रो सानो, यो चाहिँ हाम्रो सायद लङ्गेस्ट हुन। नमस्कार सम्पूर्ण दिदीभाइ, इष्टमित्र, यो चाहिँ हामी सबैजनालाई फर्किने भ्लग हो। हाम्रो यो लास्ट भ्लग लिएर सायद यहाँको हाम्रो अन्तिम पनि हुनसक्छ। हाम्रो पछाडि देखिएको चाहिँ ट्रेन स्टेसन हो। 12:05 छ नेक्स्ट ट्रेन। फर्स्ट ट्रेन यहाँबाट रुटरेज भन्ने ठाउँसम्मको हुन्छ यात्रा। पहिलो ट्रेनमा ट्रान्जिट लामो छ, धेरै लामो छ। अनि अब हामी यति भन्दै आज हामी आम्सटरड्यामले हामी बिदा माग्दै अहिलेको हाम्रो एकदम स्याड मोमेन्ट। स्टोरीहरू लामो छ होइन, नानीहरू लामो छ। फेरि कुनै दिन फुर्सदमा हामीलाई जान, हामीलाई फर्किने मन चाहिँ खासै छैन, तर पनि अब फर्किनै पर्ने अवस्था भएकोले गर्दाखेरि बसेर पनि भएन, जानु पऱ्यो फेरि। बिताउनु पऱ्यो आफ्नो। अनि कामसाम यता जानु पऱ्यो। क्रिकेट हान्नु चाहिँ आउन सकिन्छ फेरि, आउन सकिन्छ। 16मा क्रिकेट हान्नु आउँछ। अब यति भन्दै अब हामी यो हाम्रो स्याड मोमेन्टलाई पनि कैद गरेर यति भन्दै आज अहिले हामी बिदा माग्न चाहन्छौँ। हामी फेरि पनि अरू भ्लगहरू पनि लिएर आउने बाचाको साथ अहिलेलाई हामी बाई भन्न चाहन्छौँ।